बालन शाह प्रधानमन्त्री बनेपछि गर्नेछन् यस्ता काम। बालन शाह भन्नुहुन्छ, म नेपालको प्रधानमन्त्री भए भने सबैभन्दा पहिले राजनीतिलाई सेवाको माध्यम बनाउने छु। भ्रष्टाचारसँग कुनै सम्झौता गर्दिन। ठुला साना सबै भ्रष्टाचारका फाइल खोल्छु र दोषी जोसुकै भए पनि कारबाही गर्छु। शिक्षा र स्वास्थ्यलाई व्यापार होइन अधिकार बनाउँछु। सरकारी स्कुल र अस्पताललाई सुधार्छु। शिक्षक र डाक्टरलाई काम गर्न बाध्य बनाउँछु। युवालाई भाषण होइन अवसर दिन्छु। देशमै रोजगारी सिर्जना गर्छु। सिप अनुसार काम र काम अनुसार परिश्रमको व्यवस्थापन गर्छु। बिचौलिया हटाउँछु र किसानको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने प्रणाली बन्छु। कानुन सबैका लागि बराबर बनाउँछु। नेता कर्मचारी वा व्यापारी कसैलाई पनि कानुनभन्दा माथि राख्दिन। राजधानी मात्र होइन सबै प्रदेश र गाउँलाई प्राथमिकता राख्छु। सडक, खानेपानी, ढल र फोहोर व्यवस्थापनलाई देशव्यापी अभियान बनाउँछु। भाषण कम गर्छु, काम देखाउँछु। 5 वर्षपछि के गरे भनेर जनता सामु जवाब दिन लायक काम गर्छु। अन्त्यमा प्रधानमन्त्री भएर शासक बन्दिन, म जनताको कर्मचारी भएर काम गर्छु। अहिले सामाजिक सञ्जालमा यो स्ट्याटसले यत्र तत्र सर्वत्र सबैको मोबाइल छाएको छ र सबैले यो सेयर गरिरहेका छन्। यस विषयमा तपाईहरु के भन्नुहुन्छ? आफ्नो धारणा प्रश्न राख्दै यो भिडियोलाई धेरै मासम्म पुर्याइदिनु होला। बालन शाहका यी शब्द काममा परिणत गर्न सके भने नेपाल बन्छ र देशका जनताले पनि पत्याउँछन् र भोट घन्टीलाई दिनु, रासोपालाई दिनु हाम्रो भोट खेरा गयो भनेर कहिले पनि जनताले आफ्नो मन दुखी बनाउने छैनन् भन्ने यो स्ट्याटसबाट प्रष्ट देखिरहेको छ। आफ्नो धारणा भने लेख्न नबिर्सनु होला है त।